लफडामा नौटङ्की गरेर आज जनतालाई ढाकेर ठगेर ठग्न पाइँदैन। च्यालेन्ज दिन्छौँ हिजो पनि मर्न हिँडेको हो, मर्न हिँडे बन्दुक बोकेर हिँडेको हो, आज पनि मर्न त पछि हट्दैनौँ। एक इन्च पनि रवि दाइ नहट्नु, नको धुन्दा नकमाउनु। नेपाली जनता दुई नम्बरमा फसाउने कुनै षड्यन्त्र गरेछ भने आज नेपाली जनता जेल जनताहरू रविज्यूलाई अब चितवनको जनता के भन्न चाहन्छ भनेदेखि तपाईँ एक इन्ची पनि कम्प्रोमाइज नगरिकन देश र जनताको लागि अगाडि बढ्नु। यो चितवनका नेपाली जनताहरू देशैभरिका जनताहरू ज्यान दिन साथ छन् नेपाली नेताहरूले दुनियाँ रिल्याक्स गरेछ, दुनियाँ शोषण गरेको छ। आज यो बनेछ, भोलि त्यो बनेछ। कति दिनसम्म ठगिने यो जनताहरू? अब पनि चुप लाएर बस्ने वालामा यो नेपाली जनता छैन। त्यसै गरी अब म कृषक जीवन मैनालीज्यूलाई आफ्नो 2 शब्द राख्ने निम्ति हार्दिक अनुरोध गर्छु र कृपया समयको ख्याल गर्नु। 1 मिनेटमा आफ्नो भावना भूमिका नबाँडिकन राखिदिनु होला। हजुर सबैमा नमस्कार। अहिले कृषकको समस्या हेर्दाखेरि अहिले हामीले सरासरी हेर्दाखेरि बिउमलहरू पाइरहेका छ हामीले, तर गुणस्तर त्यसले कति काम गरेछ भने कुनै छैन। व्यापारमा उसमा केही छैन। कस्तो किसिमको मल ल्याएर बेचेको छ, कस्तो विषादी गरेछ त कुन निकायले हेर्ने हो? कृषक आज एकदम मारमा परेको छ। त्यो कसले विचार गर्ने हो भन्दाखेरि सुनदिनी निकाय आज स्वतन्त्र पार्टीले लिएको छ। देश र जनताको लागि काम गर्छु भनेर बढेको छ। बढ्नुहोस् तपाईँ। मल पाइरहेको छ तपाईँको, ब्ल्याकमा पाउने रे उसमा नपाउने रे। त्यसमा पनि कृषकहरूले बारम्बार ठगिन पर्ने। कति दिन ठगेर र यिनीहरूको शोषणमा कति दिन बाँच्ने भन्ने कृषकको चाह। कृषकको समस्या जति राखे कति समस्या छ भने त्यो धेरै समस्या छ। रविज्यूलाई अब चितवनको जनता के भन्न चाहन्छ भनेदेखि तपाईँ एक इन्ची पनि कम्प्रोमाइज नगरिकन देश र जनताको लागि अगाडि बढ्नु। यो चितवनका नेपाली जनताहरू देशैभरिका जनताहरू ज्यान दिन साथ छन् नेपाली। दुई नम्बरमा फसाउने कुनै षड्यन्त्र गरेछ भने आज नेपाली जनता जेल जनताहरू आज कति दिनसम्म हामी स्वर बस्ने वर्षा नलागने खबरदारी। हिजो देश र जनता बनाउँछु भनेर त्यत्रो युद्धमा खोपेर त्यत्रो बर्बादी गर्यो। अब संविधान बनाउने हामीले हेरिरहेका छौँ। प्रत्येक दिन हामीले हेरिरहेका छौँ के गर्दै हुनुहुन्छ। आज संविधान बन्यो, सरकार बन्यो, दुईटाइको बन्यो, के बन्यो? दुनियाँ लफडामा नौटङ्की गरेर आज जनतालाई ढाकेर ठगेर ठग्न पाइँदैन। च्यालेन्ज दिन्छौँ हिजो पनि मर्न हिँडेको हो, मर्न हिँडे बन्दुक बोकेर हिँडेको हो, आज पनि मर्न त पछि हट्दैनौँ। एक इन्च पनि रवि दाइ नहट्नु, नको धुन्दा नकमाउनु। नेपाली जनता आज नेपाली जनता तपाईँ साथमा छ। दायाँ बायाँ कसैले सोचेछ भने दाइ नेपाली जनताको कहिले घात नगर्नु, यिनीलाई साथ दिएर अगाडि बढ्नु। आज यो गोली थाप्नु परेछ भने गोली थाप्नु हानुहोस्, तर आज रोक्ने छैन। रोके जसैले च्यालेन्ज नेपाल बनाउने भनेको छ। आज नेताहरूले दुनियाँ रिल्याक्स गरेछ, दुनियाँ शोषण गरेको छ। आज यो बनेछ, भोलि त्यो बनेछ। कति दिनसम्म ठगिने यो जनताहरू? अब पनि चुप लाएर बस्ने वालामा यो नेपाली जनता छैन। धन्यवाद।
उहाँले आफ्ना महत्त्वपूर्ण भनाइराख्नुभयो अब कृषक मान्नेवाला छैन कृषक जाइसके त्यस कारणले सम्बन्धित निकायमा ध्यान आकर्षण हुनुपर्छ अब हामी मान्दैनौँ हाम्रा सुनवाई हुनुपर्छ भन्ने